साथीहरु नमस्ते। आज म तपाईहरुलाई लैजाँदैछु एउटा नरकीय स्थान जसलाई सदर चिडियाखाना भनेर चिनिन्छ। नेपालको जावलाखेलमा रहेको छ। चिडियाखाना आफैमा दुनियाँको यस्तो स्थान हो जहाँ पिंजडाभित्र रहेका सबै जीव निर्दोष हुन्छन्। तर नेपालको सदर चिडियाखाना भित्र चाहिँ यस्तो दृश्य देख्न पाएँ कि सायद नरक भनेको के हो भन्दा यही हो भन्ने बुझिन्छ होला। यी जीवहरू एक त बिना गल्ती यहाँ छन्, अनि अर्को कुरा यिनीहरूको नेचुरल ह्याबिटेट जस्तै बन्दोबस्त गरिनु पर्नेमा यिनीहरू बस्ने अवस्था कस्तो म तपाईहरुलाई देखाउँछु है त। तपाईहरु आफै विचार गर्नुस्। यो घाँसमा बस्नुपर्ने जनावर, घाँस खाएर बस्नुपर्ने, त्यो जरालाई यति झिगाएर बारुलाल टोक्दैछ नि बिचरा मृग। राम 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 राम। योभन्दा ठुलो पाप के होला? यो घाँस खाएर घाँसमा चरेर घाँसमा उफ्रेर खेल्न पर्ने जनावर यस्तो हिलोमा बसेको छ। अनि लगभग यो 2-4 आना होला। यो 4 आनामा यति छन्। यो कतिवटा छन् यहाँ? 15-20वटा भन्दा बढी छन्। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 20वटा जति त मैले अहिले नै गने। राम 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 राम। यो झिङ्गाले टोकेर यार। त्यहाँनिर एउटालाई पनि बारुलाल टोक्दैछु, त्यहाँनिर पनि। राम राम राम। हेत यस्तो रोगी यो बल्ल बल्ल बस्यो। यो बस्नलाई यति गाह्रो गरेर यति दुःख कष्ट गरेर बस्यो नि यो मान्छे। यो जङ्गली बदलको अवस्था। यहाँबाट घाइते छ, रातो देखिन सकिन्छ। यहाँ मैले देखिरहेको छु। तपाईँले इन्डियाभित्रको जनावर यस्तो फोहोर छ हामीलाई। यस्तो घाउ छ जनावर, यहाँ भित्रको जनावर पनि यति घाउ गरेर बसेर कति कष्टकर जिन्दगी होला यसको। पनि यहाँनिर चाहिँ रातो के भएको रहेछ, घाउ भएको छ। यो 5x5 को पनि छैन यति सानो पोखरीमा। कति ठुलो पोखरीमा खेल्न पनि जनावर यो। राम 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 राम। हेत यो त के भन्छ लागि हाई गरेको थियो, गरेको थियो। वाउ वाउ वाउ। त्यसले मान्छे टाउको त्यहाँ हाल्न पायो भने कर्लप बाहिर पारिदिन्छ है। वाउ यसले यस्तै पानी स्वतन्त्र रूपमा चाहिँ ठुलो पोखरीमा खेल्न पाएको भए कति खुसी हुन्थ्यो होला यो जनावर। यो बर्दिया निकुञ्ज लगायत एकदम हरियो परियो जङ्गलमा घाँसमा बस्न पर्ने जनावर यस्तो हिलोमा। राम राम राम। हेत तेरिका यस्तो हिलोमा बस्नु परेको छ। पानी हो के तिनीहरूलाई त्यहाँ बस्नलाई? पानी र हिलो भैँसी त होइन, त्यो काठहरू। म जनावर सम्बन्धी विज्ञ होइन, तर अर्ना भैँसीहरूले चाहिँ सुक्खा घाँस प्रायः खानु पर्दैन जस्तो लाग्छ मलाई। यिनीहरूले कहिले पनि हरिभरि खाने हो, अनि सुक्खा खाए पनि यस्तो भुसा खानु पर्दैन। अनि कमसेकम यो भुसा दिँदाखेरि चाहिँ घाँसमा यो भुसालाई चाहिँ पानीमा भिजाएर दिनु पर्दैन जस्तो लाग्छ। यहाँ पुरै सुक्खा रहेछ। अनि यो ठाउँमा चाहिँ पानी खानलाई यतापट्टि एउटा ठाउँ रहेछ सानो, त्यहाँ जान्छन् होला सायद। यो खाँदै मुख चिसाउनु तिनीहरू त्यता जान्छन्। तर यहाँ चाहिँ पानी खाने ठाउँ पनि देखिनँ मैले। जङ्गली भैँसी अर्ना बस्ने हेबिटेटलाई चाहिँ यस्तो बनाएर चाहिँ यो जूमा यसलाई घाँस राखेर बनाइदियो भए, घाँस रोप्या भए कमसेकम नेचुरल जस्तो देखिन्थ्यो होला। यो त ग्राभेल बाटो छ क्या। यो जङ्गलमा बस्नुपर्ने जनावरलाई चाहिँ यो चाहिँ ग्राभेल बाटोमा बस्नुपर्ने जस्तो बनाइदिएको छ। बिजोग होइन, यो हरि बिजोग हो। हरि बिजोग जङ्गलमा हरियो परियो खाएर बस्नुपर्ने जनावरलाई यो चाहिँ सुक्खा भुसा, पानी पनि नहालिकन छ। यो एकदम सुक्खा छ, त्यो भुसा खाइराखे
त्यो भिजाएर हालिदिए भए पनि के हुन्थ्यो यो भिजाएर हाले पनि छैन अनि जङ्गलमा घाँसमा बस्नुपर्ने यिनीहरूलाई चाहिँ के छ भने ग्राभल बाटो जस्तो क्या एकदम ग्राभल मिसेको बाटो जस्तो छ अनि यो हेर्नुहोस् यो पानीमा आल खेल्न पनि जनावर हिलो छ क्या हिलो त्यहाँबाट सानो पोखरी जस्तो त्यो पनि पुरै त्यो आधी हिलो मिसेको जस्तो अनि यस्तो ठाउँ यार सम्बन्धित निकायको ध्यान जाओस् यो सेफ्टीको हिसाबले बाँध्नु ठिकै हो तर यस्तो एउटा पर्खल बनाएर चाहिँ यो फड्केर आउन नसक्यो हिँड्न नसक्यो त्यसरी खुल्ला छोडिदिए भए पो हुन्थ्यो यार बाँधेर त चिँडी खाना नि त जेल खाना भयो झ्याल खाना भयो यति हो यति ठाउँ यति ठाउँ एउटा भैँसी पाल्ने ठाउँ एउटा हात्ती पालेको छ यार पुरै आकाशलाई आफ्नै भनेर पुरा आकाशभरि घुम्ने एउटा चिललाई एउटा 2 आन जति जग्गामा यहाँ लगभग 15-20वटा चिल छन् यहाँ राम 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 यो ठाउँ यहाँलाई सानो भयो अत्याचार सानो भयो नि यार यो त यस्तो खुल्ला पढ्ला यहाँ लगभग कतिवटा छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15वटा त मैले आफैले गने यहाँ अब भित्र कति छ राम राम यतापट्टि अझ 5-7वटा रहेछ 20-25वटा यति सानो छ ठाउँमा यार पाप लाग्छ यति सानोमा राखेको छ यार यो कति ठुलो उसमा स्पेसमा बस्नुपर्ने चिजहरू र पनि स्पेसल सानो भयो क्या यो चराहरू चाहिँ बरु घरमा ल्याएर पाल्न भए एउटै कोठा बनाएर राखिन्थ्यो यार म प्रेमी चरा के भन्नु यो भिडियोमा मैले देखाएका कुराहरू केही उदाहरण मात्र हुन् यस्तै सुधार गर्न आवश्यक अति आवश्यक चिजहरू यो चिडियाखानाभित्र धेरै देखेँ मैले सम्बन्धित निकायको ध्यान जाओस् बाँकी अर्को भिडियोमा भेटौँला आदियोस बाई बाई